जो दिखता है वो होता नहीं है, जो होता नहीं जो दिखता नहीं वो होता है। तपाईँले दुर्गा प्रसादसँग सक्नु हुँदैन। म बालनजीलाई पनि भन्छु, सुदनजीलाई पनि भन्छु। दुर्गा प्रसाद यो पक्राउ किन गरिया रहेछ, के रहेछ विषय चाहिँ? विषय त अघि अदालतले भनिहाल्यो होइन, कुनै आधार छैन, प्रमाण छैन, किन तपाईँले ल्याउनु भयो भन्ने खालको कुरो भयो। तर म एउटा कुरा के भन्छु भने मेरा विचारहरू बजारमा कतिले मन पराउँछन्, कतिले मन पराउँदैन, त्यो स्वाभाविक हो। तर लोकतन्त्र भनेको विचारको बजार हो। फेरि प्रजातन्त्र लोकतन्त्र भनेको विचारको बजार हो होइन, विचार राख्न पाउनुपर्छ। तर मैले जुन विचार राखेको थिएँ, मैले बडा महाराज धिराज पृथ्वीनारायण शाहको बाँडी राखेको थिएँ। मैले हिजो भनेको थिएँ 4 जात जति 36 वर्णको फुलबारी हो यो, सबैलाई चेतना होस्, सबैजनाले मिलेर बनाएको देश हो र सबैले सबै धर्म र जात जातिका मान्छेले राम्रोसँगले बस्न पाउने अधिकार छ। यो कुनै एउटा जातको कुनै एउटा धर्मको देश होइन, सबै धर्मको बराबरी भएर एउटा चाहिँ कस्तो हुन्छ भने सबै देश छ, जस्तो क्रिस्चियनको देश छ, मुस्लिमहरूको देश छ, बौद्धिस्टको देश छ, सबैको देश हुँदाखेरि वैदिक सनातनीहरूको किन देश नहुने थियो? एउटा देश 2 अरब भन्दा बढी हिन्दू अवलम्बीहरूको देश थियो। यो हिमवत क्षेत्र भनेको त भगवान शिवले सती सावित्री देवीलाई बोकेर हिँडेको ठाउँ हो नि। र भगवान शिव भनेको के हो भने सर्वहारा वर्ग हुन्। उनले जहिले नाकको माला लगाए होइन, बाघका छाला लगाए, उसले कहिले पनि कपडा लगाएन होइन, गाँदा खाएर भाङ धतुरो खाएर त्यो सर्वहारा वर्गको चाहिँ नि जीवन बिताउने भगवान शिवका हामी चेलाहरू र यो तपोभूमि हो। तर यहाँ विदेशी रोहिङ्गा ल्याएर आज यो देशमा जुन काम गराइयो, जुन धार्मिक द्वन्द्व फैलाइयो, यसमा हामीले चाहिँ आवाज उठाएको। तर यसमा आवाज उठाउँदै गर्दा म अहिले पनि भन्छु, फेरि म अहिले पनि के भन्छु भने रोहिङ्गा भित्र हुने र रोहिङ्गालाई पालन पोषण गर्ने संस्था ब्राक भन्ने संस्था छ। त्यो ब्राक भन्ने संस्थाको मेम्बर भनेको, सदस्य भनेको अहिलेका गृहमन्त्री सुदन गुरुङ हुन्। र तपाईँलाई म के भन्छु भने तपाईँ पटक पटक मलाई थुन्ने होइन, तपाईँले जे सोच्नु भएको छ त्यो हुँदैन। जो दिखता है वो होता नहीं है, जो होता नहीं जो दिखता नहीं वो होता है। तपाईँले दुर्गा प्रसादसँग सक्नु हुँदैन।